बेबी यो पुरी ढाडा नआउनु कहाँ यताडा बेबी मिठे हो मन्जु भने सबले हेर खै ग्रेसी कहाँको देख सबले मन्जुर हेरे जानी चस्मा रे छोरीको चस्मा कालो चस्मा है थापा है त चस्मा खाइ बुढिया त्यो कालो हो त त्यही ए ल खाजा कहाँ भएन देखाइदियो एकचोटि है त केही किन्न पर्यो नि त होइन यस्तो गरी हो क्या अहिले खानेकुराहरू चाहिँ हेर्ने अलिक 5 साल चाहिँ सबै मिलेर ल्याउनु खानेकुराहरू के भोग लाग्दो अहिले पकाउनु आउँछ हाम्रो जहाँ अलिक कहाँ हुने अब ल अब ठ्याक्क उनी चाहिँ यहाँबाट चाहिँ सिधा रहेछन् बेबी बेबी आछु caraちょっとメガネかけてねいいの見てペちゃん見てあらすごい見て見て見てここ見てどこあらまだ悪いね。
여자 오면 어지러운 가. 아르데 베비. त्यसो मात्रै तिमी त्यो जाने होइन त्यसरी अब ल ल ल ल बेबी कुरी सुगोय बेबी यो कुरी हिँड नआउनु त यताबाट बेबी यता हेर त पानी उतिया छ नजिक हुन्छ त्यही नजिक बस्ने क्या त्यो सबै बच्चाहरू खेल्ने ठाउँ त अब लिएर जानु लागि ल्याले काम फेरि बनाएर पैसा सबै थाहा थाहा देखेँ कोची त कोची थाहा बनाने離れていいの？一緒に知らない、ここに来る。ここに来てもいい？はいतपाईँ उसिरो लाग्ने भयो पालोमा नराखे बुढिया पानीहरू किन निकालेर त्यसरी यो भित्र हाल्न मिल्दैन चप्पल यो लाउँछ ल चाहिँ生ビールはいくらですかね。生ビールは1杯700円になります。一番搾りとハートランドの2種類あります。ジョッキが。あとね、他の海の家、もしかしたらここにも一番うちが底値かもしれないですね。1000円とかいうところもあります。あ、わかりました。後で。はい。缶ビールできます。はい。いくら
いくらですかね。外に持って出しできないんですけど、店内ですか、お酒なんで。お酒店内ですからダメで。あ、こっちで持ってきます。はい、持ってけなくて。あ、こっちで座って。はい、外に持ってけなくて。あ、はいはいはい、オッケーです。おかえりなさい。おかえりなさい。焼けんのこれ。El cosito le dije que nos prepare una paraguas con 2 sillas. Hola. ¿Quiere comer algo, amigo? Señora, usted siempre va, usted viene. Ah, sí, sí. Ah, ah. Hey, こんにちは。何？はい。はい、持ってきます。ちょっと待ってください。お兄さん。これ。はい。ありがとうございます。はい、オッケーはデヤです。はい、ありがとうございます。鼻で一応飲めない。あ、はい、鼻で飲めないで。はい、ありがとうございます。Ah.
あらすごい。はい。やったー。ボバル。大丈夫、葉っぱはギューギューしてあげる。खतरा बवाल छ बवाल खानी हाय क्या हो हजुर एकैछिनमा हाम्रो जहान आउँछ लिएर जान्छु कि जहानलाई हेरिरहेको छु म कहाँ हो Udah, pilih. ल चारबजीतिर लाइन लाग्नुपर्छ त्यहाँ ल तिमी फेरि मलाई के छ तिमी जाऊ त अनि 4 बजे लाइन लाग्ने रे अरे यहाँ चाहिँ अँध्यारै देख्दो रहेछ क्या हेलो Gracias. Caga, Greshi. साउन्ड के भयो किन पानी खाए क्या चीजले नखाऊ
大丈夫よ。भयो म मन जाइछौ पर्दैन के उयो ल्याइदिने भन्छ पुगेर ल्याइदिनु क्या हो एउटामा एउटा झगडा गर्ने कि राखेर आउँछु ओहो गाइजहरु गाठे थकेला है आज ए लाउन मन चाहिँ सेतो बनाइदियो बुढा पख न फेरि जान्ला नि 9 उसम्म खोज्छ 7 बजे 7 बजे 7-8 बजेसम्म के त्यहाँ खोल्ने तोसिन छैन हरायो तोसिन कहाँ हो खतरा है ज्यादा कस्तो खतरा हो र भने के थाहा छ दही जे खतरा छ यहाँ देख्दा यति मात्रै देखायो ठुलो पो देख्छ त सर चस्मा खै अब सरको चस्मा त छ नि कसैलाई थाहै हुँदैन यति गरेर साउन्ड त एलटिपी राख मजारी साउन्ड यसले हो यहाँ आफूले जस्तो बोले त्यस्तै कि यहाँनिर चाहिँ झुन्डाइदिन्छ नि अब भोइस काट्न पनि पाइयो नि मैले त्यो पनि म भन्दैन गर्दैन क्या ओ बुढिया बोक्नु सके ल तोसिनले पो धक्का हेर्छ एकचोटि उता अगाडि बढेको अलिक बिस्तारै हिँड्दा एक्ला कस्तो भयो उमी आज रमाइलो भयो उमी टुमा चाहिँ हो टुमा चाहिँ हो के होइन क्या कतिजना के कसो भनेर के पनि हेरेर खोलाएन के खोलाएर हो थाहा झुसी खोला होला नि यस्तरी देख्ने जे गरे नि यताउता ठ्याक्क हट हडै आयो गाडी
अन्त एउटा सिधै घुमायो नि हुन्छ हुन्छ म्युजिक राखौँला अब हेर दुईजना भएर अब एक दिन सिकाउँला भने यो लिएर यस्तो के थाहा सर कस्तो भने यो चाहिँ अब हामी जिन्दगीभर काम लाग्छ नि त किनभने अब हामी त सधैँ यहीँ हुन्छ अनि कुरो हुन्न अनि भएर गएर हामी भोलि नेपालमा त गइएला त क्यारे अनि त्यति बेला त होइन मजाले घरमै बसिएला पाउन पाउँछ आउला टाइम पास गर्नु पर्ला अनि उनीहरूलाई चाहिँ टिभीमा हाम्रो यस्तो यस्तै चिजहरू टक्क लगाइदिनु पायो भने त अब हुन्छ क्या हामी यङमा त यस्तो थियो भन्ने हुन्छ नि त हो कि होइन बिक्कुमा हो यो किन कहाँदेखि किन्न मात्रै भन्नु पऱ्यो क्या म लगिहाल्छु नि त किन हरा भने किनेर अनि त्यो खासै डर छैन किन्न मात्रै पऱ्यो पहिला किन्न पऱ्यो सिकाउनु त म छँदैछ नि यसको त खुब रमाइलो हो है आज थाहा छ कस्तो खालको रमाइलो हो अलिकति भयो जहान भयो नि अलिक कम भयो त्यो मतलब भएन थापा सरको जहान पनि भएन क्या त्यो बहिनीको नि भयो कसो त्यही अलिकति डिस्टर्ब आएर त सबै ठिक अर्कोचोटि अब सामान ल्याउने हो नि त भइहाल्छ नि फेरि कति मिलाएर भन्छ यो सुतिसक्यो हेर्नु हुन्छ कति सेतो सेतो देखाएको गाडी गाईहरू त कालो भएन सेतो सेतो भएको गाडी भन्छु रमाइलो भयो आज त्यो भएन मान्छे चस्मा कहाँ लगायो तिम्रो के फाल्नु त फेरि हरा होला कि यस्तो त भरै हुँदैन अहिले त अब चाहिँ सर्लक राख्नु पहिले चिजको ट्याक्स एकचोटि याद दिनु त एक्लो उसले भाइ दाई पनि है दाईको ल ठिक छ भाइको डान्स मात्र है रमाइलो खालको डान्स होइन के हो यस्तो नै है नि स्टाइल थाहा छ यस्तो स्टाइल के त्यही रमाइलो के आमालाई के भन्ने ए रमाइलो म भन्छ के भन्छ छैन मेरो के भन्छ बाबालाई के भन्छ यता हेर ल उता उता हिँड नि उता मान्छेलाई चाहिँ उता हेर के भन्छ बाबालाई होइन तिम्रो आएकै रहेछ जुसी स्टेसन होइन भने कस्तो त्यो जग्गा थियो यता सुस छिरे भइरहेको
ओ बहिनी सुटिहाल्यो पुरै सुतेछ सुसीको स्टेसन आइपुग्यो हेर केटाहरू लाउरेहरू ओहो बडा बडा नि हो पुरै त्यो दारी पनि यत्रो मोटो मोटो आउने ओ हिरो हेर रमाइलो भएको थियो मलाई अरे उता गएर भोग्ला है कोना खासै त दाइजो दुसी स्टेसनको फोटो खिच्ने एउटा ल पहिले हो त खिचिदिन्थ्यो नि जुसी होइन हो जुसी ल अरे बाउलाई पढाइदियो यार ओ गाई गाडी नभन अहिले गरौँ ल पहा बुढे निस्क्यो हुन्छ एकी त ठुलो रहेछ है युमी नै हो नि यो ठाउँ ओ गाई अरे बडा 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 किन पढ्नु के अरे थाहा भयो लिएर जाउँ त हेरौँ कसरी थाहा पाएको जाउँ त जाउँ लिएर होइन बाउको ठाउँ कहाँ हो जाऊ के भयो रहेछ बसा यही छ
ल खानेकुरा त टन्नै आइपुग्छ बुढी के खाने हो के चाहिँ केसमा चाहिँ दिने होला हो यहाँ यसमा हजुर के भन्नुहुन्छ पार्कमा उता गएर खाने ल त्यसो भए चाहिँ चिज बल त हालेछ हाल्ने त चिकनहरू पनि सबै हाल्नेछ हाल्नु ल गर्ने हो के अरे ह्यान्ड क्यास अरे अनि दाइको त आफ्नै पसल छ त नि तिमी जाँदा भइहाल्यो नि दाइको पसलमा हजुर हजुर ए यो त मजाले कल गर्नुहोस् न मलाई तपाईँको बरु त्यो ठाउँ हुन्छ नि त्यो ठाउँमा अरू क्रिस्पी चिकनहरू छ कि छैन अरूहरूले फेरि बाटोहरू अगाडि नै राखिसक्यो भने त राख्नलाई गाह्रो हुन्छ नि त के भन्छ हो र हजुर के चाहिँ थप्नु मन लाग्यो त हजुरलाई हजुर तपाईँले राखिसक्नु भएको छ क्रिस्पी चिकन यो राख्नु मन लाग्यो है यसलाई चाहिँ अब यसमा राखिहालौँ के गर्ने पिरो खाने कि नपिरो खाने नपिरो नखाने त्यसो भए यो हाल्नु के नहुने कुरा नगर त्यस्तो प्लास्टिक लगाएर खान्छ पार्कमा लगाएर के आफ्नो पसल भएन यो त सबै ल यो चाहिँ बन्द गरेर उता टेप टालेर लिएर जाऊ यहाँ छ टेप यो नि टेप टालेर लिएर जाऊ ए सबैले खाने हो नि कस्तो दिदी सासु होइन के मजु खोला हो के हो यो खानेकुरा खोला सबै ए दिदी सासु मामा सासु केही भएन त्यहाँ अब चाहिँ खोले हुन्छ खोला खोला खतराहरू छ हेरेको हेरे त्यो नदलेको चाहिँ खान्छ होला जो उतौले खान्छ खान्छ तिनवटा खा आइसक्रिम हो पछि खतरा 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 गाईहरूलाई खतरा खानेकुरा त यिनीहरूलाई पो गजब हो सबले हेर खै ग्रेसी गएको देख सबले ओके
प्लान्तीमाले गरायो अब जे होला होला दोस्रो तपाईँको मोबाइल दिनुभयो चिजलाई उनीहरू पनि छिटो भइसक्यो नि सोधिरहेको छ कि त्यो पैसा ल्याउने फेरि त्यो हिसाब बाबुले गर्नु त गर्दो रहेछ नि नानीहरू के दिमागले अनि कन्फ्युज भएर अनि तपाईँले के गरेर दिमाग अनि त्यो हार्ड नसोध सिम्पल सोध मम्मी त जान्दैन रहेछ म आफै क्यालकुलेट गर्छु आफै हाल्छ